नमस्ते सबैलाई। आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ भनेर। अनि आज चाहिँ एउटा सानो भिडियो लिएर आएको छु म। आज इभिनिङमा हामीले के गर्यौँ भनेर छोटो एउटा भिडियो देखाउन चाहन्छु। म र मम्मी चाहिँ मिलेर एउटा टेङ्गा भोबु टेङ्गा दिनुभएको थियो दिदीले साँधेर खानुको लागि। तर हामी दुईजना मात्र राम्रो लागेन, त्यही भएर हामी चाहिँ सोच्यौँ कि काकी घरमा जाने अनि एकै थुप्रोजना मिलेर यसलाई साँधेर खाने भनेर। अनि म चाहिँ हातमा भोबु टेङ्गा लिएर हिँडिरहेको थिएँ। मम्मी चाहिँ मेरो पछाडि पछाडि आइराख्नु भएको थियो। अनि हामी चाहिँ अहिले तक पुगिसक्यौँ काकीको घरमा। अनि यो दुईवटा नाइटी चाहिँ मैले काकीलाई अलिकति लम्बा भएको छ काटेर बनाइदिनु भनेर दिएको थिएँ, बनाइदिनु भएछ। अनि दिदीले पनि अझै एउटा टेङ्गा लिएर आउनु भएछ। अनि हामी सबै मिलेर यसलाई फोक्न थाल्यौँ बसेर। हेर्नु न, सबै कस्तो मजाले हाँसी धमाली गर्दै खाँदै फोक्दै गर्दैछौँ। यति राम्रो लाग्छ नि यसरी खानुको लागि। मम्मीले चाहिँ सबै त्यसमा खुर्सानी तेलहरू हालेर सबै हालेर मुछ्दै हुनुहुन्थ्यो अनि हामीलाई बाँड्न थाल्दै हुनुहुन्थ्यो। त्यसपछि बाँडेर पनि गमलामा अझै रह्यो। अनि मम्मीले भन्नुभयो कुकुरलाई चाहिन्छ म हालिदिइहाल्छु भनेर हालिदिनु भयो। यहाँ हेर्नु सबैले यति राम्ररी खाँदै हुनुहुन्छ हाँसी हाँसी। अनि बहिनी चाहिँ उहाँ बसेर खाइराख्नु भएको छ। त्यति खाएर हामी बसिरहेकी थियौँ त काकीले फेरि गरम गरम पकौडा ल्याउनु भएछ। आजको लागि यति नै, धन्यवाद।